Hello, Shirilulu. Guys, welcome back to my new vlog. It's me, Groom Vlog. I use सबै सन्चै हामी छ होला है म पनि एकदम फिट एन्ड फाइन छु आज चाहिँ टक्क दिनको सुरुवात 12 बजेबाट भइसकेको अवस्था चियाट्ट लाएर आज नि घर एक्लै शान्त पारमा नसुत्दै फोन एक्लै बस्दिनु काम छैन काम छैन यता हाम्रो घर सायद उतापट्टि चाहिँ बवाल काम बन्न लाग्यो अनि दादाको यहाँ चाहिँ कपडा सुकै कार्यक्रम चल्दैछ होइन हिजो त्यस्तो मिठो घाम लगाएर मुजी पानी पर्छ यार के भन्ने कि माछको लडै यो क्या म घर आइसकेँ होइन रेडियो बजिरहेको फेरि यहाँनिर अनि कपिराइट हान्यो भने मेरो गुल्ला हुन्छ होइन अनि म चाहिँ फाइनली घर आइसकेँ मैले यहाँ आफ्नो यस्तो सुत्ने रुम यस्तो चट्ट यस्तो मिलाएर राखिदिएको होइन मिलाउने झ्याउलाई राखिदिएको र हल्का फुल्का त मिलाउनै पर्यो होइन आफू सुत्ने बिस्तारा लास्ट गर्नुभयो यार ल त एउटा म चाहिँ अहिले खानासाना खाएर पनि बसिसकेको छु होइन ओहो एउटा हान्ने त्यही पनि जहिले चाहिने दुईटा अन्डा दुईटा ल त एउटा होइन अब धेरै बोल्नुहुन्न त्यहाँ रेडियो बजिरहेको छ फेरि कपिराइट छ्यास्स लगाइदिनु मेरो यत्रो मिहिनेत त्यहाँ फक भइजान्छ होइन त्यही भएर म अहिले एकछिन पछि बल्नेर गयो भने चाहिँ टक्क भेट्नुपर्छ है आज मैले धेरै काम गर्नु त पर्दैन आज बल्नेर जाने सिधै होइन त्यही कुरा अहिले एकछिन पछि भेट्नुपर्छ ल पारा बज्न लागिसक्यो होइन म भर्खर फोन हेर्दै सुतिरहेको थिएँ होइन अनि टक्क 4 बजे जस्तो बाहिर निस्केर हेरेको त अनि यो ठिकै छ मौसम होइन अब टक्क खासा खानुपर्ने हुन्छ अनि त्यसपछि जानुपर्ने हुन्छ आज चाहिँ पानी नपर्ला भनेको है पऱ्यो भने म देखाइ नै हाल्नेछु होइन दादाको यस्तो छ फेरि खाना चियाट्ट लाएर त्यही कुरा हो अहिले 4 बज्न लाग्यो होइन अनि पर्छ जस्तो लाग्यो मलाई परे नपरे पनि बल खेलेर आउने त्यसको खोल रेडियो बजिरहेमा कहाँ भोसर हाम्रो घर चाहिँ यता काँक्रा रोपेछ होइन अब फल्ने बित्तिकै झाडाम जुम खाना खाइदिने हो भनेर नमिल्ने फेरि यहाँ अलिक गाह्रो छ केटा हो टक्क यस्तो छ है भ्यू शट डाउन मदरफकर हाम्रो के अरे BMW को चाबी यस्तो छ है केटा यसको खोल सक्छ त कसैले मुजी लफडा पर्यो भने नि होइन फक तर मेरो चाहिँ लफडा परेन अहिलेसम्म पोखरा आएदेखि भन्ने म यस्तो झगडा सडक गर्दिनँ लगेर खाजा खाऊँ होइन अनि टक्क पारामा बल्छन् जाने बेला भेट्नुपर्छ ल पारा जान लागेको बल्छन् जान त लागेको पहिला ममथिङ जानुपर्ने हुन्छ है पैसा माग्नु जानु पर्यो है दादाले डेली पैसा माग्छ के गर्नु पैसा नभए यहाँ कोही चल्दैन दादाको हेयर स्टाइल हेरौँ न केटा च्याट आज त खेलाडी जस्तो भएर हिँड्नै छ कि हिँड्न त है अहिले पानी पर्दैन खुलित हुन्छ यस्तो सफा मौसम पानी त पर्दैन होला मलाई जहाँसम्म लाग्छ बुढो आम्बो यो हो नि त नि दाउरा यस्तै चाहियो नि त्यहाँ त दिदी रहेछ लगेर अहिले एकछिनपछि भेट्नुपर्छ ममसँग पैसा मागेर पिस आउट म चाहिँ
पावर हाउसको चोकभन्दा थोरै माथितिर आइसकेँ। अहिले पनि मौसम ठिकठाक नै छ, ठिक छ ल। म चाहिँ आफ्नो गन्तव्यमा आइपुगेँ होइन। म निस्केकै छैन, गिद्दी भइसक्यो यार। एउटा कस्तो बवाल फोर देखिरहेको ठिक छ ल। यहाँ चाहिँ यो गेट भयो होइन, यहाँ उतापट्टि मन्दिर छ अनि त्यो उतापट्टि पार्क छ अनि उतापट्टि यस्तो चोक छ। म चाहिँ अहिले स्कुलभित्र छु। यसलाई चढ्यो ट्यागको यस्तो हुनुपर्छ। ठिक छ, स्कुलभित्र होइन 4 तल लक्ष्मी बस बस्नुपर्छ। फेरि आमा गरे 4 तल आएर बवाल छ यार। म्याक्सिमम बिएमजीको आमा घरै आइज है ल। टक्क यस्तो सरर देखाइदिउँ न एकताल होइन। उता फेरि हाम्रो मामाहरू छ अनि बुढबा घर छ। यो त आमाको, यो त आमाको। ल ठिक छ। ल केटा टक्क फाइनली म बल खेल्न आइसकेँ आफ्टर लङ टाइम पछि म्याच। ल केटा अहिले चाहिँ टक्क म चाहिँ घर फर्किदिएको अवस्था होइन। म दाइकोमा बस्थेँ अनि दाइकोमा बसेर अनि यता फर्किदिएको। त्यही हो टक्क। म चाहिँ यस्तो बाटोमा हिँड्दैछु सटक्क एक्लै। के गर्नु, हिँड्नै पर्यो है। यस्तो छ बाटो। कस्तो देखिएको बे, कस्तो टल्किएको। ठिक आम्बो म त ओइ रेन्जर चक्कर दिन्छ चक्कर। म चाहिँ मम्मीलाई घर पुऱ्याउनु पर्ने हुन्छ है। के गर्नु, दाइकोमा खानासाना खाइयो, एकछिन बसियो, रमाइलो गरियो है। के रमाउनु थियो कस्तो भयो त टुन्न भयो लामो। रातिमा त्यस्तो बवाल हो कहाँ आइगयोमा साउन्ड त बवाल छ त बाइकको त यार। ब्लेड रहेछ नि त अनि ब्लेडको साउन्ड त अनि मदरफकर इन द लाइफ मदरफकर। मेरो चार्जर कता घुस्यो रन्डीको चार्जर नि लिएर कति धेरै चार्ज छैन यार फोनमा यार। कति 14 कति छ चार्ज पनि। ठिस मलाई त्यस्तो बिल्ला लाउँछ गाडी साडी आएन। यस्तो गाडी साडी आयो भने चाहिँ फेरि भिडियो बनाउने होइन। मैले यता फर्काइदिन्छु क्यामेरा फेरि सिधै यसो हुन्छ नि त अनि लाइट लाइट बाल्दै हिँड्ने हेन तेन दिन्छ नि त अनि यिनीहरूले नि होइन। 150 आई नो। यहाँ चाहिँ केटा होइन के छ भन्दा सिस्टम भन्दाखेरि तिमीहरूलाई होइन यो भयो नि। अनि यहाँ चाहिँ के छ भन्दाखेरि यो पसल भयो होइन। अनि यता साइडमा चाहिँ अब त्यो भैलोमा चाहिने हुन्छ नि त। भैलोमा अब भैलो गर्दाखेरि डेकसेक होइन त्यो चाहियो नि। त्यो बजाउनु सजाउनु के गिटार सिटार होइन तिमीलाई भाडामा दिन्छ होइन। यो चाहिँ टक्क पावर हाउस त्यो मदत सबैलाई थाहा भएको कुराहरू त बस्नेलाई त होइन। त्यही हो कुरा अब नयाँ आएको छु तिम्रो भैलो खेल्नु छ भने त अनि यहाँ टक्क कन्ट्याक्ट हामी ल दाजी भन्ने होइन। गाडीमा ट्याग लिएर हिँड्ने होइन चिल गर्दै। अनि हामीलाई नि एकचोटि म खेलेको एकचोटि यहाँ खेलेको होइन भाइ बहिनीहरूसँग। अनि टक्क त्यहीँबाट लिएर गएको थियो होइन। खासै उस्तो छैन के हो र, खासै त्यस्तो महँगो त छैन। धेरै महँगो छैन, किन्दा हुन्छ लिएर जाने मुजी होइन। रेन्टमा ल्याएको जस्तो पाइयो कि जस्तो गर्नु पनि भयो फुटाल्नु भएन होइन। मुजी चोक जाने बजाइदिने। नाइट बसहरू यहाँ यो त बस होइन होला। यस्तो झुर छ क्यामेरामा चिसो। आइलक्स के मजदुर फर्निचर उद्योग रे अब के नाम मजदुर रे के ल केरा। म चाहिँ अहिले यहाँ चोकमा आइसकेँ। लामो गरम भनेर टक्क अहिले यो भिडियो खिचिरहेको छु। अझै टक्क म हिँड्दैछु। आज मिठो घाम लागिरहेको छ होइन।
आज चाहिँ टक्क ग्राउन्ड जाने हो, रेखा च्याटचिट काट्ने हो, बवाल खेल्नु पर्छ नि। त्यस्तो मजा आयो नि कसम त्यो सर, त्यस्तो बवाल मजा। एक हप्ता भएपछि नखेलेको होइन, गएर हान्दा त त्यो फिङ्गरहरू गर्दा नि त्यो हातमा नपर्ने कि बलैमा के भयो त्यस्तो लाग्यो केटा। आमा चाहिँ अहिले यता माथितिर मिठो देखिन्छ कि यो चाहिँ यस्तो सर्ट गर्नु नि घर यस्तो लेभलमा छ होइन, त्यो भएर एकदम चमक देखिन्छ होइन। हिजो दाइकोमा गयो, आनन्दले बस्यो, माथि चिलमा बस्यो, आयो है, बवाल भयो। म चाहिँ यता माउली लिन आउनुपर्छ, त्यो भएर आइरहेछ। त्यसको भिडियो छ यो समथिङ उयो यस्तो चरा कराउँदा कोही गरेर सुटहरू त्यसको खोल मजा आएर मेरो कुरै भएन यदि फिल्ममा त्यसको फिल्ममा 10मा जान्छु कि म 9मै अर्किन्छु, पुरै भएन। कुरा गर्नुपर्छ, पास हुनुपर्छ। लेट्स गो। यस्तो बाटो चट्टा एउटा अहिले एकछिन पछि भेट्नुपर्छ नि। ल म टक्क भए मजाले गइसकेको होइन। सेट वाइल गर्नुभएको छ यार। दादाले ढुम्रो सुम्रो खाएर लौडा लसुन गरेर नि आइसक्यो। रन्डीको चाप, माछको लाडो। ए ठिक छ, तैँले मलाई अनफल हानिस् होइन। हेन्देन रेगी माछिन् ट्रेन्ड रेगी ट्रेन्डमा दर्शित रन्डीका छोराहरू। दादाले अब मस्त खान्छ माछ। कति साह्रो गर्मी हो मा। बडी फ्लेक्स, मेरो बडी फ्लेक्स हान्ने केटा हो। केटा जस्तो बडी वाइल गर्मी छ है केटा हो। अनि अहिले गर्नु पर्ने यार। त देखेन नि। दादाले यस्तो खान्छ कि आजकल फ्रुटी, यसो प्रोटिन पेज छ कि वर्षमा 1-2 चोटि। ढिला वाइल गर्मी हो, त्यही भएर नत्र मैले यो नै खाँदैन। रन्डी ओए कहाँ देखेछ बे लौडै। मैले देखिन त देख्यो लगेर होइन, नदेखिने मैले फ्रुटी खाँदैछु यहाँ। वाउ क्या मिल गयो लमा। सेट यस्तो हुन्छ कि दादाले ब्ल्याक खान्छ कि जहिले यो नि ब्ल्याक आइटम लगेर म खान्छु होइन। अनि रेस्ट गरेर म फेरि पनि अब 1-2 बजीतिर हामी काम गर्न जानुपर्ने हुन्छ। त्यहाँ जाँदा म मेरो केटाहरूको कसरी काम गर्छ त नि ग्राउन्डमा भनेर देखाइदिन्छु होइन। तिनीहरू मुजीहरूले घरमा त काम गर्दैन होइन, यसो ग्राउन्डमा काम गरेको म देखाइदिन्छु होइन। मैले हल्का फुल्का यसो कुटोले ठक ठक ठक्दै पारिदिन्छु है। ल पारा